कतिसम्म चाहिँ कम्प्युटर आएपछि ज्ञान प्राप्त गरे भन्ने कुराको जानकारी यहाँ अभिभावकज्यूहरू र अतिथि महानुभावहरूलाई जानकारी गराउनको लागि अब विद्यार्थीकै मुखबाट चाहिँ यहाँहरूले सुन्न पाउने हुनेछन्। त्यो कुरा र आफ्नो मन्तव्य राखिदिनका लागि म कक्षा 8 का छात्र उमेश पाण्डेलाई यस मञ्चमा आफ्नो मन्तव्य राखिदिनका लागि निम्ति आउँछु। भाइ उमेश पाण्डे। धन्यवाद। आजको यस स्वागत तथा भेटघाट कार्यक्रममा हाम्रो विद्यालयमा यस फिनल्यान्ड संस्थाले दिएको कम्प्युटरबाट हामीले सिकेको कुराहरू भन्न गइरहेको छु। आदरणीय यस सभापतिज्यू, अतिथि महानुभाव एवं सम्पूर्ण मेरा विद्यार्थी साथीहरू सबैलाई नमस्कार। म यस विद्यालयको कक्षा 8 मा अध्ययनरत छात्र हुँ। मेरो नाम उमेश पाण्डे हो र म यस फिनल्यान्डको कुन संस्थाबाट दिएको कम्प्युटरबाट हामीले विभिन्न कुराहरू सिक्न सक्षम भएका छौँ र यस फिनल्यान्डको कुन संस्था एवं त्यहाँका सम्पूर्ण प्रतिनिधिहरूलाई यस विद्यालय र मेरो तर्फबाट धन्यवाद ज्ञापन गर्दै मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। र हामीले यस कम्प्युटरबाट मार्च गर्न, पेन्ट गर्न, टाइप गर्न एवं सम्पूर्ण ज्ञानहरू सिकेका छौँ र आज पनि सिक्न गएका छौँ। धन्यवाद। धन्यवाद। विद्यार्थी अहिले आफूले यस विद्यालयमा कम्प्युटर प्रदान गरिसकेपछि के सिकेका भन्ने कुराहरू उनले जति सिकेको छ त्यो सिकेका कुराहरूलाई विद्यार्थीको अलिकति के हुन्छ भने मञ्चमा आएर अलिकति धेरै ठुलो जनमानसमा अभिव्यक्ति गर्ने शैली अलिकति गाह्रै कुरा हुन्छ, किनभने हामी ठुलै मान्छेहरूलाई पनि अलिकति स्टेजमा उभिएर बोल्न गाह्रो हुन्छ र ती भनेका कुराहरूलाई सिलसिलाबद्ध तरिकाले क्रमिक रूपमा बताउन उनले जति जानेको थियो आफ्नो शैलीमा उनले आफैले व्यक्त गरे र गएकी छन्। अब यसै गरी छात्रहरूको तर्फबाट, केटीहरूको तर्फबाट पनि उनीहरूले के सिकेकी छिन्। मात्र विद्यालयले शिक्षकहरूले बा केटाहरूलाई मात्रै सिकाउनु हो, केटीहरूलाई सिकाउनु भएन। उनीहरूले के कति सिके त भनेर ती आफ्ना भनाइहरू व्यक्त गर्नका लागि म कक्षा 8 कै छात्रा अस्मिता राईलाई पनि आएर आफ्नो मन्तव्य राखिदिनका लागि यस स्टेजमा निम्ति आउँछु। कक्षा 8 की छात्रा अस्मिता राई। स्वागत तथा भेटघाट कार्यक्रममा उपस्थित सभापतिज्यू र प्रमुख अतिथिज्यू, अतिथिहरू तथा साथै अतिथि महानुभावहरू सबैलाई मेरो नमस्कार। म कक्षा 8 मा अध्ययनरत छात्र हुँ। म फिनल्यान्डको संस्था र प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूले सहयोग गर्नुभएको कम्प्युटरबाट हामीले विभिन्न ज्ञानहरू प्राप्त गर्न सकेका छौँ। जस्तै कम्प्युटर खोल्न, बन्द गर्न, टाइप गर्न, कपी गर्न, वाटरमार्क गर्न, हाइलाइट गर्न इत्यादि कुराहरू हामीले सिकेका छौँ। साथै अझै धेरै सिक्नका लागि प्रयास गर्नेछौँ। त्यसै गरेर म र मेरो विद्यालय परिवारतर्फबाट फिनल्यान्डको संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मेरो यस भनाइलाई यहाँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। नमस्कार।